इतिहास जाँच दिएर पास भए त्यही नाममा आसमा बस्न कुर्न थाले कहिले आउँछ नाम भने हामी सबै CCBI को पछाडि लाग्न थाल्यो आयो नाम अनि सबैजना उत्सुकता भयो मनमा कोही कुराहरू बुन्न थाल्यो कसैको सपना ठुलो हुन यहाँ थाल्यो अर आइसकेपछि सबले देख्न थाल्यो कोरियाको सपना बोकी बसेका सबैजना सुनाउँदैछु म साँचो कथा बताउँदैछु म दिलको व्यथा जब पुगे कम्पनीमा भोटेले बोले नाना भाती खेसिकिया के भने सुरुमा त धेरै मैले दुःख नै पाएँ पछि बुझ्दै गएपछि बल्ल चाल पाएँ या सिकिया इरोवा खाजिवा फाबोया इल मध्य म्यान सिकिया चिबेखा सुरुमा त बुझेन खासै फरक परेन पछि बुझ्दै गएपछि मलाई मन परेन दिमाग सकिन्थ्यो रन्किन्थ्यो चित्त दुखेर आउँथ्यो के गरौँ सधैँ रिस उठिरहन्थ्यो भोटेको अनुहार देखे मनै नपर्ने हुन्थ्यो त्यसै भोटेको अनुहार हेरेर काम गर्नुपर्ने कोरियाको सपना बोकी बसेका सबैजना सुनाउँदैछु म साँचो कथा बताउँदैछु म दिलको व्यथा अब त कोरियन भाषा पनि भयो छारे मलाई देखेर सारा कोरियन दङ्ग परे अब त सधैँ इन्जोय मात्र गरिन्छ कोरियन अगसीलाई लाइनमा लगाइन्छ सपनाहरू मेरो अब सबै साकार भयो म त झिल्के छिटो भएर लौरे भएँ अब जाँदैछु आफ्नै देशमा छाती फुलाई नेपाली हुँ म अब गर्व गर्दछु छ मसँग जे पनि छ मसँग चाहेको कुरा मेरो इच्छाहरू पुरा हुन्छन् अब कसैले गर्दैनन् मेरो कुरा किनकि झिल्के अब भयो लौरे यहाँ अन्य हँसयो अन्य खसयो जय नेपाल सारा नेपाली सारङ हेयो यस्तै हो कहानी कोरियाको मेरो